ढिलो म त 7 बजे उठेको छैन घामले पनि नदेख्ने बनाइसक्यो क्यामेराले के हो यो यस्तो आमामा पुरै फाँट जस्तै देखिरहेको छ त यता त त्यता छैन है केही पनि यस्तो चाहिँ आज चाहिँ सिरथोली लाग्यो है यस्तो हुस्सोमा बस्नुलाई ल गाइस पुरै घाम लागिरहेछ चट्ट यो डाँडामा चाहिँ घाम लागेछ तल तल चाहिँ पुरै हुस्सो लागेर ल हेर्नु साथी हो यो हेर आमामा के हो त यो चाहिँ पुरै हुस्सोले ट्याममा भरिएको छ चाहिँ सिरथोलतिर लागे ल रामे बस है कस्तो प्र्याक्टिस हुन्छ यता चाहिँ हुस्सो लागेर पुरै खतरा देखिरहेछ के म अब जाडोमा हिँडिरह आमामा ल खन्या हो कि यो के उठेर आइरहेछ चाहिँ बाख्राहरू पनि चरेर आइसकेको छ यतातिर म चाहिँ हिँडेको अब के गर्नु साथी हो गाह्रो छ तल बस्नलाई घाम आएकोदेखि मजाले घाम ताप्नु पाउँछ यहाँ माथि त तल त अब त्यही हो यस्तो छ के गरी बस्नु हो हे भगवान दामी देखिरहेछ के ल दामी यी जङ्गलसम्म चाहिँ हुस्सो लागेर चाहिँ यस्तो भइरहेछ के माथि घरमा चाहिँ घाम लागेर मजाले घाम लागिरहेछ अहिले त हात फिर्याएर यहाँ मोबाइल समात्न नि भएको छैन ल साथी हो त्यही हो बसाइ पढाइ तलतिर भएपछि यस्तै हुँदो रहेछ के गर्नु साथी हो आज चाहिँ म एक्लै छु के अहिले जङ्गलमा नि डरै लाग्दछ हेर्नु न हुस्सो लागेर चाहिँ एकदम सँगो हुस्सो छ क्या आज माथिबाट हेर्दा त यो माथि हुस्सो चढेर हिँडिदिउँ कि जस्तो लाग्छ के त्यस्तो देखिरहेछ माथिबाट यता हेर्दा त आमामा साथै अरू कुरो नबिर्से पनि ल मरिन्छ यार त्यही भएर म त टाउको नुहाएर भोलि चाहिँ तल गएर नुहाउने आज चाहिँ त्यही हो जाडोमा नुहाउनु भन्दा त ननुहाएको बेसै केटा हो यस्तो जाडो छ आमामा